हाई हेलो एभ्रिवान, सबैजनालाई मेरो भिडियोमा स्वागत छ। र आज म चाहिँ हजुरहरूलाई मेरो घरमा भएको चिचुचाङ्गे फुल देखाउँदैछु है। यो चाहिँ डल्लो हुने हो, तर यसपालि चाहिँ त्यति सप्रेन क्या। यहाँनिर पानीले ज्यादा भेटेर कति कुही पनि सकिसक्यो है। हजुरहरूलाई अस्तिदेखिको देखाउने मेरो इच्छा थियो, तर टाइम नै त्यस्तै भएर होइन, नपाएर बल्ल बल्ल है यो मर्ने बेलामा पो देखाउँदैछु होइन। पत्ताहरू पनि पुरा कुहिसकिसक्यो, यसको किराले खाँदो रहेछ पत्ता चाहिँ हो। अनि यो चाहिँ पानीले ज्यादा भेटेर चाहिँ यस्तो भएको हो। अनि यहाँनिर झारहरू पनि निकै पलाइसकेको छ है। अस्ति पनि पुरा निकालेको झारहरू मैले, फेरि उम्रिहाल्छ बर्खामा त होइन। यो चाहिँ मैले खिर्कीमा राख्ने जग्गा बनाएको छु नि त, हो त्यहाँनिर राखेको छु है। अनि हजुरहरूलाई चाहिँ आज टाइम पाएर देखाएको है। खासमा चाहिँ यसरी मजाले फुल्नुपर्ने हो, तर यसको पनि पत्ता सुकिसकेको छ है। अनि मजाले डल्लो डल्लो हुनुपर्ने हो नि त खासमा चाहिँ यसरी सबै, त्यस्तो चाहिँ भएन। यसपालिको चाहिँ अलिकति नै बिग्रियो क्या। अनि हजुरहरूको घरमा पनि कुन कुन फुल होला कमेन्ट गर्नुहोस् होला। अनि थ्याङ्क यू फर वाचिङ, फलो फर मोर।